श्याम सर आजकल चाहिँ अस्ट्रेलियाको धेरै नै भिजा रिफ्युज भइरहेछ, क्यान्सलेसन भइरहेछ र त्यही अनुसार चाहिँ विद्यार्थीहरू आउनुहुन्छ, मेरो रिफ्युज भयो अस्ट्रेलियाको, अब के गरौँ, फोन कल पनि गर्नुहुन्छ प्यारेन्ट्सहरूले, अभिभावकहरूले, विद्यार्थीले चाहिँ मेरो भर्खर रिफ्युज भयो, अस्ट्रेलियामा मैले युनिभर्सिटी पनि गरेँ भिजा लाग्छ भनेर त्यही पनि रिफ्युज भयो, अब के गर्ने, न्युजिल्यान्ड अप्लाई गर्न सक्छु कि सक्दिनँ, चान्स कति छ भनेर सोध्नुहुन्छ। यो भिडियो हजुरहरूले हेर्दै हुनुहुन्छ र हजुरहरूको चाहिँ अस्ट्रेलिया अथवा न्युजिल्यान्ड अप्लाई गर्ने सोच बनाउँदै हुनुहुन्छ भने चाहिँ यो भिडियो हेरेर मात्रै आफूले डिसिजन गर्नुहोला, निष्कर्ष निकाल्नुहोला, अन्तिमसम्म यो भिडियो हेर्नुहोला। एकदम महत्त्वपूर्ण कुरा हजुरले भेट्नुहुन्छ। कम्पेरिजन गर्छौँ होइन सर, आज यो समयमा अस्ट्रेलियाको म्यासिभ भिजा क्यान्सलेसन भइरहेछ, रिफ्युजल भइरहेछ। यो समयमा अब अस्ट्रेलिया अप्लाई गर्दा ठिक कि न्युजिल्यान्ड अप्लाई गर्दा ठिक भन्ने कम्पेरिजन हामी यो भिडियोमा गर्छौँ, अन्तिमसम्म हेर्नुहोला। ओके श्याम सर, जस्तै अस्ट्रेलियाको कुरा गर्दाखेरि चाहिँ अब अहिले त म्यासिभ रिजेक्सन छ, एकदम धेरै। सो अस्ट्रेलियामा त पहिल्यै फी पठाउनु पर्छ, कलेजको विश्वविद्यालयको जुन फी हुन्छ पैसा त्यो पहिल्यै पठाउनु पर्यो। ब्याङ्कको लोन हामीले जुन लिएको हुन्छौँ त्यसबाट डिस्बर्स गर्नु पर्यो, भिजा लागोस् नलागोस् त्यसको ब्याज तिरिरहनु पर्यो, नेपाल सरकारलाई 3% कर तिर्नु पर्यो, इन्सुरेन्सको पैसा पनि पठाउनु पर्यो। अब यो चाहिँ अस्ट्रेलियाको कुरा भयो। न्युजिल्यान्डको केसमा यस्तो हुन्छ कि हुँदैन? न्युजिल्यान्डमा हामीले सुरुमै पेमेन्ट गर्नु पर्दैन सर, कलेज र युनिभर्सिटीलाई। सो न्युजिल्यान्डमा एउटा राम्रो सिस्टम के छ भन्दाखेरि चाहिँ जब हाम्रो एआइपी अप्रुभ हुन्छ, अप्रुभल इन प्रिन्सिपल भनिन्छ त्यसलाई, जुन प्री भिजा मानिन्छ, त्यो प्री भिजा हाम्रो आइसकेपछि बल्ल हामीले के गर्ने त कलेज र युनिभर्सिटीहरूलाई फी पेमेन्ट गर्नु पर्यो। त्यही बेला नै हामीले लोन गरेको, जुन हामीले ब्याङ्कबाट लोन गरेर हुन्छौँ त्यही लोन त्यति बेला नै डिस्बर्स गर्ने हो। सो हाम्रो भिजा नआएसम्म न हाम्रो ब्याज लाग्यो, भिजा नआएसम्म हाम्रो पेमेन्ट पनि कतै अड्किएन। ओके, भन्नाले सिधा भाषामा बुझ्दा चाहिँ न्युजिल्यान्डमा भिजा अप्रुभ भयो, भिजा हजुरको लाग्यो भने त्यसपछि चाहिँ बल्ल पैसा तिर्नु फी पेमेन्ट गर्नुपर्ने। ओके, एकदम फाइनेन्सियली चाहिँ रिस्क रहेनछ। हजुर। अर्को फेरि कुरा गरौँ सर, अब अस्ट्रेलियाको केसमा इनकेस भिजा रिफ्युज भयो भने, भिजा क्यान्सल भयो भने चाहिँ विद्यार्थीको सुरुदेखि अन्तिमसम्म सबै जोड्नु भयो भने 7 देखि 8 लाख रुपियाँ जान्छ, लस हुन्छ। सो न्युजिल्यान्डको केसमा कति जति लस हुन्छ त? योभन्दा अगाडि पनि हामीले कुरा गऱ्यौँ कि न्युजिल्यान्डमा सुरुमै फी पेमेन्ट गर्नु पर्दैन। यसले गर्दा हाम्रो फाइनेन्सियल रिस्क कम हुन्छ र यसमा 1.5 देखि 2 लाख रुपियाँ मात्र खर्च हुन्छ, जुन भिजा फीमा खर्च गरे हुन्छौँ, लोनको सर्भिस चार्जमा खर्च गरे हुन्छौँ, यताउति डकुमेन्टेसन चार्जहरू लाग्या हुन्छ। सो हाम्रो त्यति नै 1.5 देखि 2 लाख रुपियाँ खर्च हुने हो। सो यसमा हाम्रो फाइनेन्सियल रिस्क बेसी हुँदैन। ओके, अनि श्याम सर जस्तै अब यो त कुरा प्रष्टै छ कि अस्ट्रेलियाको अहिले रिफ्युजल फेस गरेर पनि धेरैजना बस्नुहुन्छ, एकदम नराम्रो फिल गर्नुहुन्छ उहाँहरूले। किन भन्दाखेरि पैसामा पैसा पनि लस, समयमा समय पनि लस हुन्छ। धेरै महिनादेखि उहाँले प्लानिङ गरेर बनाउनु भएको हुन्छ कागजपत्र। र यस्तो समयमा जस्तै अहिले त एकदम भिजा क्यान्सलेसन बढेको समयमा अस्ट्रेलियाको भिजा रेट एकदमै कम छ अस्ट्रेलियाको, हजुरले चारैतिर बुझ्न सक्नुहुन्छ। अब यस्तो केसमा अहिलेको सिचुएसनमा न्युजिल्यान्डको भिजा सक्सेस रेसियो कति छ त, कति पर्सेन्टेज होला? सो न्युजिल्यान्डको सक्सेस रेसियो हेर्ने हो भने मजाले ग्रोथ भइरहेछ, टाइम अनुसार ग्रोथ भइरहेछ। अहिले 90% एबभ सक्सेस रेट चलिरहेछ। न्युजिल्यान्डले आउने 10 वर्षमा उसले धेरै विद्यार्थी लाने प्लान पनि, योजना पनि बनाएको छ। यो रिजनले गर्दा उसले धेरै भिजाहरू ग्रान्ट गरिरहेको छ। 2023 को 2024 को कम्पेरिजनमा हेर्ने हो भने 2025 को सक्सेस रेट धेरै राम्रो छ। सो न्युजिल्यान्ड सरकारले चाहिँ 10 वर्षको लागि एउटा ग्रोथ प्लान बनाएको छ, हजुरले पढ्न सक्नुहुन्छ इन्टरनेटमा गएर। त्यो ग्रोथ प्लान अनुसार चाहिँ अबको 10 वर्षमा न्युजिल्यान्ड सरकारले धेरैभन्दा धेरै विद्यार्थी लाने प्लान छ उसको, होइन सर? अब 10 वर्षको त उसको योजना छ, तर त्यो मलाई लाग्छ सर उसले 5 वर्षमै उसले अचिभ गर्न सक्छ। त्यही भएर सुरुमै जसले न्युजिल्यान्ड अप्लाई गर्नुहुन्छ अब उहाँहरूको चान्स चाहिँ बढी हुन्छ भिजा आउने। अब न्युजिल्यान्डको त्यही भएर होला होइन सर, जस्तै ग्रोथ प्लान भएर होला, धेरै विद्यार्थी लाने प्लान भएर होला, उसले चाहिँ लगभग वर्किङ आवर्स, विद्यार्थीले काम गर्ने समय पनि 20 घन्टाबाट 25 घन्टा बनाइदिएको छ, होइन? इङ्ग्लिस स्पिकिङ कन्ट्रीमा सबभन्दा बढी। अनि अरू पनि के थियो उसको नयाँ चेन्जेस भनेको अब अगस्त 2026बाट उसले मास्टर्स पढ्ने स्टुडेन्टहरूको लागि 6 पोइन्ट दिने भएको छ, ब्याचलर पढ्ने स्टुडेन्टको लागि 5 पोइन्ट्स ग्रान्ट गर्ने भएको छ। सो यसले गर्दा हाम्रो पिआर पनि हामीले चाँडै अचिभ गर्न सक्छौँ। ओके, भन्नाले
अब जसले आफ्नो पढाइ ब्याचलर अथवा मास्टर चाहिँ यही अगस्त 2026मा सकाउनुहुन्छ उहाँहरूले चाहिँ पिआरको लागि धेरै पोइन्ट्स पाउनुहुन्छ र छिटो पिआर पाउने सम्भावना छ। र न्युजिल्यान्डमा पढाइ सकिसकेपछि काम पनि सरकारले धेरै दिन्छ होइन? हजुर सर, कति वर्ष दिन्छ? सो यदि मास्टर्स गर्दै हुनुहुन्छ अथवा ब्याचलर गर्दै हुनुहुन्छ भने तपाईँले अप टु 3 इयर्ससम्मको पिएसडब्ल्यू चाहिँ पाउनुहुन्छ। 3 वर्षको काम गर्ने भिजा पाइन्छ पढाइसकेपछि। अर्को राम्रो पक्ष पनि भनिदिनुहोस् न, जस्तै न्युजिल्यान्डमा मास्टर डिग्री जेनरली कति वर्षमा सकिन्छ? सो जेनरली न्युजिल्यान्डमा मास्टर्स पहिले 1 अथवा 1.5 वर्षमा सक्नुहुन्छ, एकदमै छोटो समयमा। सो 1 वर्षमै मास्टर डिग्री सकाउनु भयो भने त हजुरको धेरै सस्तो पर्यो, 1 वर्ष मात्रै पढ्नु पर्यो। धेरै जस्तो देशहरूमा चाहिँ 2 वर्ष मास्टर डिग्री हुन्छ, न्युजिल्यान्डमा चाहिँ 1 वर्ष, बढी भनेको चाहिँ 1.5 वर्षमा मात्रै सकिन्छ। ओके स्याम सर, सो अब कसैले पनि यस्तो समयमा अस्ट्रेलियाको म्यासिभ रिफ्युजल क्यान्सलेसन भिजाको समयमा चाहिँ सबै डकुमेन्ट रेडी गरेर राख्नु भएको छ भने चाहिँ विचार गर्नु होला। हजुरको रिफ्युज भयो भने फेरि 6 देखि 8 लाख लस मात्रै हुँदैन कि हजुरको समय पनि लस हुन्छ र पैसा पठाउनु पर्ने हुन्छ पहिल्यै अस्ट्रेलियन सरकारलाई, कलेज विश्वविद्यालयलाई, र त्यो पैसा फिर्ता आउन पनि हजुरको भन्नलाई छोटो समय भने पनि 1 देखि 2 महिना त मिनिमम युनिभर्सिटी कलेजले लगाउँछ। सो त्यो कारणले गर्दा रिफ्युजल रेट एकदम बढी छ भन्ने कुरा थाहा हुँदै हजुरले विचार गरेर मात्रै अस्ट्रेलिया अप्लाई गर्नुहोला। तर अहिलेको सिचुएसनमा अस्ट्रेलियाभन्दा पनि बेटर अप्सन, अस्ट्रेलियाभन्दा पनि बेस्ट अप्सन हरेक सेक्टरमा, हरेक फिल्डमा न्युजिल्यान्ड पर्छ। सो न्युजिल्यान्ड अप्लाई गर्ने हजुरहरूको प्लान छ भने चाहिँ न्युजिल्यान्ड एजुकेसनको स्पेसलिस्ट पिक्सर एजुकेसनमा आउनै पर्ने हुन्छ र पिक्सर एजुकेसनबाट आफ्नो प्रोसेसिङ अगाडि बढाउनै पर्ने हुन्छ।